यो चाहिँ दिनभरि के गरेर बस्छस् हौ भन्नेहरूको लागि भिडियो हो क्या। मेरो छोरीले यहाँ मलाई कति धेरै काम दिनुभएको छ त यहाँ हेर्नु त। ओहो छोरीको काम त यस्तो छ नि। यहाँ चाहिँ मैले पानी जम्मा गरेको है। आज पानी सानो आइरहेको छ हौ। सधैँ त ठुलो आउँथ्यो। यहाँ जम्मा गरेर अब म लुगा धुन लागेको। मेरो छोरीको काम त हेर यता कुदेरै ह्याङ्की पनि यस्तो बनाएको छ। मेरो काम यस्तो छ नि त। ल हेर्नु ल ल हेर्नु त मामु हुनु पनि कहाँ सजिलो छ र। लुगा धुँदैछु हौ म त छोरीको लुगा धुन त आजभोलि त जाडोमा एकदम चिसो छ कि फेरि घाम पनि भने जस्तो लाग्दैन। नानीको मामुहरूले कति धेरै लुगा धुनुहुन्छ। नानीको मामु धोइसकेपछि त है कति धेरै लुगा धुनुपर्छ कि। आजभोलिको जमानामा पनि के लुगा धोइ बस्नु भएको। डाइपर लगाइदिनु पर्ने हो भनेर सोच्नु भयो र। तर म चाहिँ धेरै डाइपर युज गर्दिनँ कि बिहान बेलुका मात्रै युज गर्छु। अनि अरू जस्तो चाहिँ प्राय दिउँसो चाहिँ म डाइपर पनि नानीलाई राख्छु कि त्यही भएर अनि लुगा धेरै हुन्छ। यो जाडो मौसममा एकदम चिसो अनि त्यसमाथि यो लुगा धुवाइ छ मेरो छोरीलाई चाहिँ मम्मीले बाहिर खेलाउन लानुभएको छ अनि म चाहिँ लुगा धुँदैछु है। आज पानी पनि सानो आएको भएर म यसमा जम्मा गरेर धुँदैछु। दुईटा त धोइसकेँ है मैले।